अस्ति यो फोटो के हालेको थिएँ इन्स्टाग्राममा, साथीहरू त पागल नै भयो भने कुन ठाउँ भन्दै। अब यो ठाउँ कसरी डिस्कभर भयो भनेर त्यो स्टोरी सुनाउँछु ल आज। कुरा के भयो भने जब मैले यामाहाको रेजेटार 125 FI स्ट्रिट र्याली हाइब्रिड लिने बित्तिकै लगनखेलको बटुक भैरव मन्दिरको दर्शन गर्न हिँडिहाले। नेपालको यस्तो अनप्रेडिक्टेबल ट्राफिकमा पनि रेजेटारको डिस्क ब्रेक विथ UBS ब्यालेन्स ब्रेकिङ प्रेसर कन्ट्रोल स्टेबिलिटी पनि फिल गरियो है। र त्यहाँबाट निस्किन मात्र के खोजेको थिएँ, ठ्याक्कै बटुक भैरव मन्दिरको अपोजिट मैले देखेँ अशोका स्तूपा। र जब म भित्र गएँ तब रियलाइज भयो कि यहाँ त अर्कै दुनियाँ छ भनेर। रोड साइडमै भए पनि यस्तो पिसफुल ठाउँ छ कि यु वोन्ट बिलिभ। भनिन्छ भारतको सम्राट अशोकले इस्वी सम्वत 250 मा पाटनको वरिपरि गरी सिमाना क्षेत्रमा निर्माण गर्नुभएको 4वटा अशोक स्तूपा मध्ये यो एक हो। मतलब इट इज मोर देन 2000 इयर्स ओल्ड। तपाईँ यहाँ वरिपरिको शान्त हरियालीमा रमाउन सक्नुहुन्छ भने यहाँ एउटा सानो पोखरी पनि देख्न सक्नुहुन्छ। र म चाहिँ अरू पनि यस्तै नयाँ ठाउँ घुमाउँछु तपाईहरुलाई अन द नेक्स्ट एपिसोड अफ एक्सप्लोर विथ यामाहा।